मधु मेरो बस साथी आयो त म ए आऊ बस बस अनि के छ खबर राम्रै छ आज तिम्रोमा डुल्न आउनु पर्यो भनेर यसो आएको नि त तिम्रो घरतिर ए ठिकै गर्यो अनि कस्तो छ खबर बा मधु त अनि राम्रै भइछौ त तिमी त आजकल के खाना थाल्यौ हौ जिम जान्छौ कि डाइटिङ गर्न थाल्यौ यति राम्रै हुँदैछौ आजकल के सिक्रेट हौ मलाई पनि भन न होइन हौ मेरो भाइले नि त दुबईबाट कोरियाको क्रिम ल्याइदिएको थियो के हो र क्या त्यही हो क्या तिम्रो किरिक त्यो खोइ हेरौँ न त लगाउँ म पनि ए होइन होइन अहिले नलगाउनु अहिले पछाडि लाउनु नि पछि आएर लाउनु नि भइहाल्छ त हुन्छ ल ल अनि घरमा चाहिँ कस्तो छ त घरमा राम्रै छ ए दुबईको क्रिम ल्याएको छ भने चाहिँ आफूलाई लाउन मन लागिसक्यो लोभ लागिसक्यो कहाँ राखिँदा चाहिँ कुनै यत्रो बेर भइसक्यो आएको चिया पानी खुवाउने कुरै गर्दिनँ रोग पनि गर्न बेकारमा आएछु अस्ति नपाउने होला यसले आज पनि अनि घरमा हाल खबर ठिकै छ नि खबरमै टार्ने रहेछ चिया खाएर जाऊ भन्नु चाहिँ छैन हाल खबरमै टार्छ के भने कि के होइन अनि नि मेरो भाइ त कत्रो उसमा काम गर्छ बिल्डिङ छन् मेरा भाइका बनाएका आमामा के भन्छौ नि पढ्के यत्रा बिल्डिङ छन् आमामा कत्रा बनाएका छन् के भन्छु आमा पढ्के कस्तो राम्रो छ फेरि मेरो भाइ पनि सिधा फेरि ए अनि आज नि त मधु केही नखाइ आएको थिएँ मैले हतार छोराछोरीलाई स्कुल पठाएर हतार खाजा साजा खानु पनि टाइम पाइनँ अनि मधुकामा जानु पर्यो हो भनेर थुप्रो दिन भेट्न भनेर आएको तिमीलाई केही नखाएको थिएँ भोक लाग्यो मलाई ए अब म के गरिदिनु त सादाहरू पकाउँदिनौ यत्रो आएको 1 घन्टा भइसक्यो बोलेरै टार्छौ त ए तिमीलाई म चिया दिने थिएँ कि गाखिर चिया र बिस्कुट के भन्छौ मैले बिस्कुट यत्रो टेमामा राखिरहेको थिएँ कि सबै मुसोले जुठो पारेर के भन्छौ त्यो गाईको दुध पनि फेरि गाईको बाछाले सबै शेष पार्दैछ के भन्छौ छोइन गाईको दुधै चिप्ले जहिले ढाँट्ने जहिले दिनुपर्छ भनेर ढाँटी किन्नु भन्थे मेरोमा जहाँ त यो पनि लान्छु त्यो पनि लान्छु गर्छ उसकोमा चाहिँ तँलाई पनि अब दिन्छु म अनि तिमी त रात चिया खान्न होला त्यही माथि चियापत्ता पनि खतम भइरहेछ मैले त भोकै मानेर चाहिँ आफूलाई कस्तो भोक लागिसक्यो अनि मधु अनि म यो तिम्रो किरिम हेर्नु पर्यो भनेको किरिम यही हो अलिकति लाउनु होइन एकछिनमा देऊ म दिन्छु देऊ यति होइन यो यति होइन यति लाउँदैन लाउनु पर्छ राम लोभिनीले के दिएको यो भन यो तिम्रो कता दल्नु भयो यतिले त के हुन्छ यो किरिम दिएकै हो तिमीले यो दाँत कोट्याएर दे जस्तो बेसी नै देखि देऊ अलिक कमाइदिन्छु बहुत महँगो पो हो त यो त दल अब सिरम रहेछ अलिकति लगाउँछु ल यो पछि लाग्नु तिमीले यति लगाइसक्यौ मेरो किरिम कति लाग्छ हो यत्रो विधि देख्यौ म कस्तो लोभी पनि छिन लगाऊ के हो यो आँसु हो कि यो सिरमदेखि तिमीले आँखाको आँसु पनि बेसी हुन्छ होला तिमीले त यो साह्रै सुटिकै गरेर लाउँदिन म तिम्रो सिरम लगाऊ आँखी क्यान्डी खान्छु ल पर्दैन यो मेरो भाइले दुबईबाट कहाँ खोजेर ल्याएको अरे तिमीलाई दिन यहाँ मान्छे बाँड्न ल्याएको क्या मेरो भाइले मलाई दिएको क्या तिम्रो घरमा अब आउँदिन म गफी जाऊ
एउटा साथीभाइ आउँदाखेरि पनि यस्तो गर्दिरहेछौ तिमी। मेरो घरमा आउँदाखेरि पनि म तिमीलाई त्यसै गर्छु। अब म गएकी खान्छु। जाऊ जाऊ होला नि साथीभाइ हो, यसरी नै तपाईँहरूको घरमा पनि यस्तै पाहुना आयो भने नि त यस्तै गर्नु। देख्नुभयो मैले मेरो साथीलाई भगाएँ, यसरी नै गर्नु होला तपाईँहरू पनि। तपाईँको पैसा पनि बाँच्छ, क्रिम पाउडर पनि बाँच्छ, यस्तै गर्नु होला नि। टेक्नोलोजी राम्रो लाग्यो भने, मेरो आइडिया राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला। बाई बाई।